बमबहादुर अब नयाँ रूप नयाँ आत्मासहित पर्दामा। गत वर्ष डिसेम्बर 20मा रिलिज हुने तय भएको बमबहादुर फिल्म विभिन्न कारणवश त्यसबेला प्रदर्शन हुन सकेन। यसबारेको स्पष्टीकरण दिँदै निर्देशक श्री जोन राईले हालैको प्रेस कन्फरेन्समा खुलासा गर्नुभएको छ। यस वर्ष शहीद कथा अब नयाँ ऊर्जा र नयाँ दृष्टिकोणसहित धमिलो पहाड शीर्षकमा पुन प्रस्तुत हुँदैछ। धमिलो पहाड होस् वा बमबहादुर, यो हाम्रो इतिहास हो, हाम्रो कथा हो र हाम्रो माटोको कथा हो। यो केवल फिल्म होइन, यो हाम्रो पहिचान, सङ्घर्ष र अस्तित्वको चित्रण हो। हामी सबैले यस कृतिलाई समर्थन गर्न हाम्रो कर्तव्य र गर्व दुवै हो। यसैले सम्पूर्ण दर्शक, सञ्चारकर्मी र कलाप्रेमीहरूलाई अनुरोध छ, धमिलो पहाडलाई आफ्नो माया र साथ दिनुहोस् र यसलाई सफलताको शिखरमा पुर्याउन हामी सबै एकजुट बनौँ। अघि मैले भनिहालेँ, हाम्रो फिल्म 20 डिसेम्बर 2024मा रिलिज हुनेवाला थियो है। त्यो अनुसारले हामीले यो प्रचार प्रसार सुरु गऱ्यौँ। हामीले प्रिमियर दार्जिलिङमा गऱ्यौँ, मिरिकमा गऱ्यौँ, सिलगढीमा गऱ्यौँ है। यो पनि म थप्न चाहन्छु, हाम्रो बमबहादुर जसले हेरे हामीले राम्रो प्रतिक्रिया पाएको थियौँ जनताकोबाट है। तर के भइदियो भने 20 तारिक त आउनु आँट्यो, हाम्रो लास्टमा त यस्तो खालको रिपोर्ट आएको, सोकोस नोटिस भन्दो रहेछ उनीहरूको भाषामा कि तपाईँहरूको फिल्म चाहिँ रिजेक्टेड बाई द CBFC भनेर। हामी त दङ्ग पर्यो। यहाँ सब प्रचार प्रसार गरिसकेको छौँ है, डेट फिक्स भइसकेको छ, हलमा स्ट्यान्डिज पोस्टरहरू थिएटरमा पुगिसकेको छ। हामीले त यस्तो हुन्छ भनेर चाहिँ सोचेको थिएन। हाम्रो फिल्म चाहिँ किन रिजेक्ट भइएको छ र किन रिभाइजिङ कमिटीमा पठाइएको छ, जवाब छैन। 1 महिना फेरि अर्को 1 महिना बित्यो, 2 महिना बित्दाखेरि हामी त अतालिनु थाल्यौँ। तपाईँहरूको फिल्म लाई हामी पास गर्नु सक्दैनौँ। कारण के हो भन्दाखेरि त्यस कुनै कारण नै भन्नु मान्दैन। हामीलाई त एउटा कारण दिनु पर्यो। लगानी त हामीले गरेको, हामीले निर्माण गरेको चलचित्र निर्माण गर्नेले त बुझ्ने हक छ। CBSCको गाइडलाइन्सले पनि त भन्नु त पर्ने हो। तर हामीले त्यतिसम्म गऱ्यो, हरेक दिमाग चलाएर हामीले 1-2वटा सिन्स पनि अझै खिच्यौँ, थप्यौँ, मिलायौँ, अनि धमिलो पार्ट बनाएर हामीले फेरि एप्लाई गऱ्यौँ। तिमीहरूको फिल्म त्यो नेपालीमा कसरी उच्चारण गर्छ? अलगवाद, सेपरेटिजम, अलगाववाद। योर फिल्म ग्लसेस ओभर सेपरेटिजम। यो त एकदमै हामी स्वीकार गर्न सक्दैनौँ। यो त यस्तो डरलाग्दो लान्छना जस्तो लाग्यो हामीलाई सेपरेटिजम अरे, कि हामीले चाहिँ अलग देशै माग्दैछौँ इन्डियाभित्र बसेर। तर गोर्खाल्यान्ड त हुन त कथा यो हामी 86 माथि आधारित कथा हो, एउटा हिस्टोरिकल मुभी हो। तर यस्तो खालको हामीले नोटिस पठायो, तिमीहरूले अलग्गै एउटा देशै माग्दैछौ जस्तो, र हामी सर्टिफिकेट दिनु सक्दैनौँ। जसले हेरिसक्नु भएको छ हाम्रो पहिलाको बमबहादुर, त्योभन्दा चाहिँ अझै सिन्सहरू 4-5वटा सिन्सहरू थपेर अझै राम्रो भएको छ, अझै रोमाञ्चक काट्नु पर्यो। तर CBSCले पनि बुझ्यो यिनीहरू गोर्खाहरू, यिनीहरूको पनि पहुँच बहुत रहेछ, यिनीहरूको पनि माई बाप रहेछ, यिनीहरू पनि यही देशको वासी रहेछ। दे क्यान फाइट इट आउट। हमेसा लास्ट समय यिनीहरूले चाहिँ लड्नु सक्दो रहेछ, किनभने यिनीहरू यही देशको वासीहरू हो भन्ने चाहिँ पक्का बुझ्यो। अब आशा छ दर्शकहरूले सबले मन पराइदिनु हुन्छ होला, किनभने यो मेरो अघि नै मैले भनिहालेँ होइन, किनभने मेरो आफ्नो व्यक्तिगत यो अरू रोमान्टिक यस्तो कथा होइन, यो हाम्रो दर्शकहरूले अब हेर्नै पर्छ, किनभने यो बुझ्नुपर्छ, किनभने यो एउटा ऐतिहासिक कथा हो होइन। त्यसले गर्दाखेरि चाहिँ आशा छ अब छ भने होइन। अब फेरि यस्तै खालको स्टोरीमा एड गर्नुहुन्छ नि? गर्छु नि, प्रोड्युसर एकदमै गर्छु। अब झन् अझै पो आँट आयो यस्तो फिल्म हो, किनभने होइन हुँदो रहेछ, सकिँदो रहेछ होइन। किनभने यो हामीले गलत गरेको होइन नि त, हामीले गलत मेसेज दिनु खोजेको होइन नि त। राम्रो मेसेज हामीले, यो मेसेज त हामीले त यो
भारतभरि नभएर अरू हाम्रो कन्ट्रीहरूमा पनि त यो हाम्रो यस्तो भएको थिएछ, यो भएको थिएछ हो त्यहाँको इतिहास त भन्ने लाग्यो। एकजना जुरीले झन् कति मन पराउनु भयो है लास्टमा जुरीले चाहिँ लास्टमा त उहाँले भन्नु भयो एकजना लेडी एकदम उहाँले पुरा म यो विषय लिएर अझै म रिसर्च गर्छु भनेर उहाँले भन्नुभयो। तपाईँको फिल्मद्वारा चाहिँ मैले तपाईँहरूको जातिलाई ठाउँलाई बुझ्न पाएँ। अहिले कङ्ग्रेचुलेसन्स गरेँ। अब म घरमा आएको छु, म रिसर्च गर्छु तपाईँको त्यसमाथि भनेर। हामी पनि निवेदन गर्छौँ सबै जनतालाई जसले चाहिँ हेरिसक्नु भएको छ, तपाईँलाई थाहा छँदैछ यो फिल्म कस्तो कसरी बनिएको छ है। अब त्यही फिल्म अब धमिलो पहाड बनेर आएको छ र हामी समस्त पहाडवासी अनि तराईवासी भारतीय गोर्खा समुदायलाई आग्रह गर्दछौँ यो फिल्मलाई तपाईँहरू सबैजना आइकन हेरिदिनुहोस् भनेर नमस्ते सबैलाई।